हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे। कृष्ण कृष्ण हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण कृष्ण हरे हरे। कृष्ण
कृष्ण हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे हरे राम राम हरे 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 कृष्ण 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 हरे हरे राम राम हरे हरे कृष्ण 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 हरे हरे कृष्ण कृष्ण हरे हरे कृष्ण कृष्ण श्यावर रामचंद्र भगवान को हरि ओम आरात्र पार्थिव गुरजः पितुर्प्रायदामविः सदागुंसि बृहति विदिशस आद्वेखं वर्तते तमः आरति गाऊं भागवत को आरति गाऊं भागवत को आरति गाऊं भागवत को आरति गाऊं भागवत को सीताराम को राधे श्याम को सीताराम को राधे श्याम को आरति गाऊं भागवत को आरति गाऊं भागवत को आरति गाऊं भागवत को आरति गाऊं भागवत को सीताराम को राधे श्याम 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 को आरति गाऊं भागवत
कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। ॐ यानि कानि च पापानि जन्मान्तर्गतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिण पदे पदे। पापोऽहं पापकर्माहं पापात्मा पापसम्भव त्राहि मां पुण्डरीकाक्ष सर्वपापहरो भव। अथ श्री मधुराष्टकम्। अधरं मधुरं वदनं मधुरं नयनं मधुरं हसितं मधुरं हृदयं मधुरं गमनं मधुरं मधुराधिपते रखिलं मधुरं अधरं मधुरं वदनं मधुरं नयनं मधुरं हसितं मधुरं हृदयं मधुरं गमनं मधुरं मधुराधिपते रखिलं मधुरं मधुरं वदनं मधुरम्। वचनं मधुरं चरितं मधुरं वचनं मधुरं चरितं मधुरं वसनं मधुरं वलितं मधुरं वसनं मधुरं वलितं मधुरं चरितं मधुरं भमितं मधुरं चलितं मधुरं भ्रमितं मधुरं मधुराधिपते रखिलं मधुरं मधुराधिपते रखिलं मधुरं वेणुर्मधुरो रेणुर्मधुरं वेणुर्मधुरो रेणुर्मधुरं पाणिर्मधुरा पादो मधुरो पाणिर्मधुरा पादो मधुरो वेद्यं मधुरं शाखं मधुरं वेद्यं मधुरं शाखं मधुरं मधुराधिपते रखिलं मधुरं मधुराधिपते रखिलं मधुरम्।
गीतं मधुरं भूतं मधुरं श्रुतं मधुरं भूतं मधुरं श्रुतं मधुरं रूपं मधुरं तिलकं मधुरं रूपं मधुरं तिलकं मधुरं मधुराधिपतिरखिलं मधुरं मधुराधिपतिरखिलं मधुरं करणं मधुरं करणं मधुरं करणं मधुरं करणं मधुरं हरणं मधुरं स्मरणं मधुरं हरणं मधुरं स्मरणं मधुरं वमितं मधुरं समितं मधुरं समितं मधुरं समितं मधुरं मधुराधिपतिरखिलं मधुरं मधुराधिपतिरखिलं मधुरम् मधुरा यमुना मधुरा बीचे मधुरा सलिलं मधुरं कमलं मधुरं सलिलं मधुरं कमलं मधुरं मधुराधिपतिरखिलं मधुरं मधुराधिपतिरखिलं मधुरं गोपी मधुरा लीला मधुरा गोपी मधुरा लीला मधुरा रूपं मधुरं भूतं मधुरं रूपं मधुरं भूतं मधुरं दृष्टं मधुरं श्रेष्ठं मधुरं मधुरं श्रेष्ठं मधुरं मधुराधिपतिरखिलं मधुरं मधुराधिपतिरखिलं मधुरं गोपा मधुरा गावो मधुरा गोपा मधुरा गावो मधुरा मधुरा श्रेष्ठिर्मधुरा यस्तिर्मधुरा श्रेष्ठिर्मधुरा दलितं मधुरं हरितं मधुरं दलितं मधुरं हरितं मधुरं मधुराधिपतिरखिलं मधुरं मधुराधिपतिरखिलं मधुरं राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम
सीताराम सीताराम राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम सीताराम 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 सियावर रामचंद्र भगवान को, राधा कृष्ण भगवान को। दंडोद्वरो अपराध सहस्रभाजनम पतितं भीम भवार्णवोदरे अगतिं शरणागतं हरे कृपया केवलमात्मसात् कुरु। अथ पाठारम्भः। भगवते वासुदेवाय नारदोवाच ज्ञानयज्ञं करिष्यामि सुखशास्त्र कथोज्जलं स भक्तिज्ञान विरागाणां स्थापनार्थं प्रयत्नतः कुत्र कार्यं मया यज्ञस्थलं तवाच्यतामिह महिमा सुखशास्त्र च भक्तव्यवेद पारगे कियद्विधिवशे श्राव्य श्रीमद्भागवती कथा कोविदिस्तत्र कर्तव्यममेदं ब्रुवतामित कुमारा ऊचुः शृणु नारद वक्ष्यामि विनम्राय विवेकिने गंगाधर समीपे तटमानन्द नामक नानाक ऋषिगणेश देवसिद्ध निषेवित नाना तरुगता अमलता किरण नवकोमल बालुक रम्य मेकान्त देशतम हेम पद्म सुसौरभम तयसमीपत जीवानं वैनं चेतसि नथितं ज्ञान यज्ञ त्वया तथा गतव्य प्रयत्नतः अपूर्व रसरूपाच कथा तत्र भविष्यति पुरतं निबलं चैव जराजीर्ण कलेवरं ततोऽयं च पुरस्कृत भक्ति तत्र गमिष्यति यत्र भागवती वातय तत्र भक्त्याधिकं रज कथा सतं समाकर्ण्य तत्तिकं तरुणायते सुतोवाच एवमुद्य कुमारते नारदेन समं तत्र गङ्गातटं समाजको कथा बानाय सत्वरा यदा यातस्तटमते तु तथा कोलाहलोप्यप भूर्लोके देवलोके च ब्रह्मलोके तथैव च श्री भागवते पीयूष पानाय रसलं पटः तावन्तु प्याययुः सर्वे प्रथमं ये च वैष्णवाः भृगुर्वसिष्ठ च वनस गौतम मेधातिथिर्देवलदेवरातौ रामस्तथा गादिसुत जजाकलो मृगण्डपुत्रात्रि च पिपलादः योगेश्वर व्यास पराशरौ च छायचिगण तदन्यत देवगस वेदोपनिषद नेत्र तीर्थान्यत्र स्त्रियोन्यत जय शब्द नमः शतसङ्ग शब्द तथैव च चूर्णलाज प्रसूनानां निक्षेपसु महानभूत विमानानि समारुह्य कियन्तु देवनायका कल्पवृक्ष प्रसूनैस्तान् सर्वां तत्र समाकिरन् सुत उवाच एवं तेषु कचितेषु श्रीमद् भागवतस्य च महात्म्यमुचिरे पष्टं नारदाय महात्मने कुमारा ऊचुः अथ ते वर्ण्यतेऽस्माभिः महिमा सुखशास्त्रजः यस्य श्रवणमात्रेण मुक्तिकरतले स्थिता सदाशिव्य श्रीमद्भागवती कथा यस्य श्रवणमात्रेण हरिचितं समाश्रयेत् ग्रन्थोऽष्टादशसहस्रं द्वादशस्कन्धसंहितः परिचितसुखसंवादः शृणु भागवतं च तद् तावत् संसारचक्रेऽस्मिन् रमते यावत् कर्णकथा नास्ति सुखशास्त्रकथा छिणं किं श्रुतेर्बहुभिः शास्त्रे पुराणे च प्रमावहे एकं भागवतं शास्त्रमुक्तिदानेन गर्जति कथा भागवतस्यापि नित्यं भवति यद्गृहे तद्गृहं तीर्थरूपमेव सतां पापनाशनम् अश्वमेध सहस्राणि वाजपेय शतानि च सुखशास्त्रकथाया सकलां नारन्ति षोडशीं तावत् पापानि देहेऽस्मिन् निवसन्ति तपोधनः यावन्न श्रूयते सम्यक् श्रीमद्भागवतं नरैः न गङ्गा न गया काशी पुष्करं न प्रयागकं सुखशास्त्रकथाया च फलेन समतां नय श्लोकार्थं श्लोकपादमा नित्यं भागवतोद्भवं पठस्वसुमुखे निवयति शशि परां गतिं वेदाति देवमाता वेदमाता च पौरुषं सुक्तमेव च त्रयी भागवतं चैव द्वादशाक्षर एव च द्वादशात्म प्रयाग च कालसंवत्सरात्मक ब्राह्मण च चाग्निहोत्रं च सुरभि द्वादशी तथा तुलसी च वसन्त च पुरुषोत्तम एव च एतेषां तत्त्वतः प्रागेण पृथक् भाविष्यते यस्य भागवतं शास्त्रं वाचयेदर्थतो निशम जन्मकोटिकृतं पापं नश्यते नात्र संशयः श्लोकार्थं श्लोकपादं नित्य पठेत् भागवतं च यः नित्यं पुण्यमवाप्नोति राजसूया समेतयोः उक्तं भागवतं नित्यं कृतं च हरिचिन्तनं तुलसी
पोषणं चैव धेनुना सेवनं सममन्तकाले तु येनेव श्रूयते सुखशास्त्रवाक् प्रीत्या तसेव वैकुण्ठं गोविन्द विप्रयासते हेमसीमयुतं चै तद्वैष्णवाय ददाति च कृष्णेन स सायुज्यं सबमा लभते ध्रुवम् आजन्म मात्रमपि येन सठेन किञ्चित् चित्तं विधाय सुखशास्त्रकथा न पीता चाण्डालवच्च खरवत तेन नीतं मिथ्या स्वजन्म जननी जनि दुःखभाज जीवन छवो निगदित सत्पापकर्मा येन श्रुतं सुखकथा वचनं न किञ्चित् धिक्तं नरं पशुसमं भुवि भाररम्य रूपमेवं वदन्ति दिवि देव समाजमुख्या दुर्लभैव कथालोके श्रीमद्भागवतो बाबा कोटि जन्म समुतेन पुण्येन दुर्लभते तेन योगनिधिमा श्रोतव्यास प्रयत्न तद्दिनान नियमनाथि सर्वदा श्रवणमतं सतेन ब्रह्मचर्येण सर्वदा श्रवणमतम् अशक्य तत्कलौ बोधि विशेषत्र सुखाज्ञया मनोवृत्ति जय चैव नियमाचरणं तथा दीक्षा कर्तुम् अशक्यत्वात् सप्ताह श्रवणं मतम् श्रद्धातः श्रवणे नित्यममागे तावदीयत फलं तत्फलं सुखदेवेन सप्ताह श्रवणे कृतं मनसा चाजयाद रोगाद पुंसां चैवायुषः क्षयाद कलेर दोष बहुत्वाच सप्ताह श्रवणं मतमेत् फलं नास्ति तपसा न योगेन समाधिना अनायासेन तत्सर्वं सप्ताह श्रवणे लभेत् यज्ञात् गर्जति सप्ताह गर्जति व्रतात् तपसो गर्जति प्रतीर्थात् नित्यं गर्जति योगात् गर्जति सप्ताहो ध्यानात् ज्ञानात् च गर्जति किं ब्रूमो गर्जनं तस्य रे गर्जति शौनक उवाच साचर्यमेतत् कथितं कथानकं ज्ञानादि धर्मान् विगणय्य साम्प्रतं निःश्रेयसे भागवतं पुराणं को जातं कुतो योगविदादि सूचकं सुत उवाच यदा कृष्णतरां तथा स्वपदं गन्धुमुद्यत एकादशं परिश्रुत्य उद्धववाक्यमब्रवीत् उद्धव उवाच तं ते यास्यसि गोविन्द भक्तकार्यमिदाय च मच्चिते महति चिन्तां श्रुतसुखमावह आगतोऽयं कलिर्घोरो भविष्यन्ति पुनः कला सत्सङ्गे निवसन्तु विगमिष्यन्ति कृतां यदा तदा पार्वती भूमिगोरूपेयं कमाश्रयेत् अन्यो न दृश्यते त्रात तत कमललोचन अत सत्सुतायां कृत भक्तवत्सलमा व्रज भक्तार्थम स गुणो जातो निराकारस्य चिन्मयः तद वियोगेन ये ते भक्ता कथं दास्यन्ति भूतले निर्गुणोपास निकटमत किञ्चित् विचारय इत्युदपवच श्रुतप्रभासे चिन्तयत् हरिः भक्तावलम्बनार्थाय किं विधेयं मयति च स्वकीयं यद् भवेत् तज भागवते तथा तिरोधाय प्रविष्टोऽयं श्रीमद्भागवताडमं व्यतेनेयं वाङ्मयी मूर्ति प्रत्यक्ष वर्तते हरे सेवना पठनात् पाठ दर्शना पापनाशिनी सप्ताह श्रवणं तेन सर्वेभ्यधिकं कृतं साधनानि तिरस्कृत कलौ धर्मोऽयमीरितः दुःख दारिद्र्य दौर्भाग्य पाप प्रक्षालनाय च कामक्रोध जयार्थमे कलौ धर्मोऽयमीरितः अन्यथा वैष्णवे माया देवेर विशुद्धस्यच कथं त्यज भवेत् पुंभिः सप्ताहोत प्रकीर्तितः सुत उवाच एवं नगाः श्रवणोरु धर्मे प्रकाशमाने ऋषिभिः सभायां साहचर्यमेकं समभूत् तदानीं तदुच्यते संशृणु शौनकत्वं भक्तिः सुतौ तौ तरुणौ गृहीत्वा प्रेमैकरूपा सहसा विरासि श्रीकृष्ण गोविन्द हरे मुरारे नाथेति नामानि मुहुर्वदन्ति तं चागतं भागवतार्थभुजां सुचारुभेषां ददृशु सदस्याः कथं प्रविष्टा कथमागतेयं मध्ये मुनिनामिति तर्कयन्त ऊचु कुमार वचनं तदानीं कथार्थतो निष्पतिता धुनीयम् एवं गिरः सा ससुता निशम्य सनत्कुमारं निजगाद नम्रा भक्तिरुवाच भवद्भिरदैव कृतास्मै पुष्टा कलि प्रणष्टापि कथा रसेन वाहं तु दृष्टामधुना ब्रुवन्तु ब्राह्मः इदं तां गिरमुचिरेते भक्तिषु गोविन्द स्वरूप कर्तृ प्रेमगतर्तृ पवरोगन्त्री सातं च दिष्ट च सुधैर्य संश्रया निरन्तरं वैष्णव मानसानि ततोपि दोजा कलिजायि मे त्वं द्रष्टुं न शक्ता प्रभो विलोके एवं तदाज्ञावसरे विभक्ति तदा निसन्ना हरिदास चित्ते सकलभुवनमध्ये निर्धनास्तेऽपि धन्या निवसति हृदयेषां श्रीहरेर्भक्तिरेका हरिरपि निजलोकं सर्वथा तो विहाय प्रविशति हृदि तेषां भक्तिसूत्रोपनन्दः ब्रूमोद्यते किमधिकं महिमानमेवं ब्रह्मात्मा कश्यप विभागवता विदस्य यस्संश्रया निगदिते लभते सुभगता श्रोतापि कृष्णसमता मल्लमन्य धर्मैः जय जय श्रीमद्भागवते महापुराणे पारमहंस श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण बिंद दामोदर माधवेति अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति गोविंद दामोदर माधवेति गोविंद दामोदर
कृष्णचन्द्र भगवानको जय। भवभयमपहन्तुं ज्ञानविज्ञानसारं निगमकृतुपचर्हे भृङ्गवद्वेदसारम् अमृतमुददितसा पाययद्भृत्यवर्गान् पुरुषमृषभमाद्यं कृष्णसंज्ञं नतोऽस्मि। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। अकारण करुणालय वरुणालय भक्तवांशकल्पतरु तडित विद्युत विनन्दित पीताम्बरधारी मोर मुकुटधारी भगवान श्याम सुन्दरको प्रत्यक्ष वाङ्मय स्वरूप श्रीमद् भागवत महापुराणको सप्ताह ज्ञान महायज्ञको आज चतुर्थ दिवसीय सत्र सम्पन्न भएको छ। आज हामीले जति अध्याय पाठ गऱ्यौँ, जति पारायण गऱ्यौँ, प्रत्येक अक्षर प्रत्येक श्लोक प्रत्येक छन्दको प्रभावले आत्रेय गोत्रीय दिवंगत सम्पूर्ण पितृहरूको उद्धारको कामना सहित श्रोताहरूको आत्मकल्याण र भगवत कृपाको कामना सहित मण्डपस्थ समस्त देवी देवतालाई नमन गर्दै समादरणीय गुरुलाई नमन गर्दै कलाकार मित्रहरूलाई स्वागत गर्दै गुरुहरूलाई नमन गर्दै कर्ता परिवारलाई स्वागत गर्दै र सम्पूर्ण भक्त सज्जनहरूलाई पनि स्वागत गर्दै भर्खरै एक अध्यायमा पाठ गरिएको यो पारायणको संक्षिप्त कथा यहाँहरूको माझ म प्रस्तुत गर्न गइरहेको छु। ध्यानपूर्वक श्रवण गरिबक्सेला। अनित्य यो जीवन स्थिर छैन, एक दिन नछोडेर सुखै हुँदैन। कि पुण्य होला कि त पाप होला, लैजानु पर्ने बदलेर चोला। नैमिषारण्य नाम गरेको पावन क्षेत्रमा सुत पौराणिकले सौनक आदि 88,000 ऋषिहरूलाई पद्म पुराण अन्तर्गत व्याख्या गरिएको श्रीमद् भागवतको महात्म्य श्रवण गराइरहनु भएको छ। जस अन्तर्गत बद्री विशाल धाममा भेट भएका 4 कुमारहरूले नारदलाई श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना तपाईँ गर्नुहोस्। ज्ञान यज्ञबाट तपाईँको संशय नष्ट भएर जानेछ, ज्ञान र वैराग्य तन्दुरुस्त हुनेछन्, बलिया हुनेछन्, भक्ति पनि खुसी हुनेछिन्, चिन्ता किन लिनुहुन्छ नारदजी भनिसकेपछि नारदजी भन्नुहुन्छ ज्ञान यज्ञम करिष्यामि सुखशास्त्र कथोज्वलम भक्ति ज्ञान विरागाणां स्थापनार्थं प्रयत्नतः। हे गुरु, म हजुरले भन्नुभएको अनुरूप ज्ञान यज्ञको आयोजना गर्नेछु। प्रभु, अब हजुरले मलाई बिन्ती गरेर यति बताइदिनु पर्यो, कहाँ मैले आयोजना गरौँ, कुन स्थलमा आयोजना गरौँ। अनि सुखदेवको मुखार वृन्दबाट वाचन गरिएको सुखशास्त्र श्रीमद् भागवतको महिमा कस्तो छ। हे प्रभु, कति दिन आयोजना गर्ने अनि कुन विधि अपनाउने, को विधि तत्र कर्तव्यो, कुन विधिको पालना गर्ने, त्यो सबै मलाई बताउनुहोस् भनेपछि कुमारहरू भन्नुहुन्छ हे नारदजी, तपाईँ विनयी हुनुहुन्छ, विवेकी हुनुहुन्छ, त्यसो भएको हुनाले तपाईँको लागि हामी भन्दछौँ तपाईँ गङ्गाद्वार नजिकै गङ्गाको आनन्द नाम गरेको तट रहेको छ, त्यहाँ सम्पूर्ण ऋषिहरू ध्यानस्थ भएर बस्नुहुन्छ, तपस्याको लागि आएर त्यहाँ बस्नुहुन्छ, देवताहरू सिद्धहरू पनि आएर त्यहाँ सेवा गर्नुहुन्छ। कोमल कोमल बालुवाहरू छन्, असाध्यै राम्रा। त्यहाँ एकान्त देश छ, रमणीय छ, विभिन्न प्रकारका वृक्ष वनस्पतिहरूबाट सेवित छ, विभिन्न प्रकारका पंक्षीहरू पनि त्यहाँनिर रहेका छन्। त्यहाँ वरिपरि भएका जीवहरूमा को हृदयमा कहिल्यै पनि वैरभाव उत्पन्न हुँदैन। त्यहाँ त मृग र बाघ पनि हाँसी हाँसी साथी जसरी अँगालो मारेर हिँड्छन्, हे मृग के छ, ठिक छ बाघ, तत्समीपस्थ जीवानां वैरम चेतसी न स्थितम। त्यहाँ उपस्थित जीवहरूको हृदयमा वैरै छैन, वैर भावै छैन, त्यति धेरै सकारात्मक ऊर्जा त्यहाँनिर उपलब्ध छ। तपाईँ त्यहीँनिर गएर भागवतको आयोजना गर्नुहोस्। अपूर्व रसरूपा श्रीमद् भागवतको आयोजना यहाँ हुँदैछ भनेर सबैलाई निमन्त्रणा दिनुहोस्। नारदले गुरुहरूले भन्नुभएको अनुरूप नै गर्नुभयो, सबैलाई निम्ता दिनुभयो।
भृगु आदि ऋषिहरू त्यहाँ कथा सुन्नको लागि उपस्थित हुनुभयो। वेदान्त आदि शास्त्रहरू त्यहाँ आउनुभयो, वेदहरू आउनुभयो, 18 पुराण आउनुभयो। अझ यहाँ 10 सप्त पुराणानी भन्नुभएको छ। 17 पुराणहरू मूर्तिमान भएर त्यहाँनिर आउनुभयो। गङ्गा आदि नदीहरू आउनुभयो, क्षेत्रहरू आउनुभयो, दण्डक आदि वनहरू आउनुभयो। पर्वतहरू पनि मूर्तिमान भएर त्यहाँ कथा श्रवण गर्नको लागि कथा पण्डालमा आउनुभयो। पर्वतहरू एकातर्फ बसेका छन्, ऋषिहरू एकातर्फ बस्नु भएको छ, नारीहरू एकातर्फ बस्नु भएको छ, पुरुषहरू एकातर्फ बस्नु भएको छ। पर्वतहरू ऋषिहरूलाई हेर्छन्, ऋषिहरू देवताहरूलाई हेर्छन्, पुराणहरू वेदलाई हेर्छन्। ओहो, हाम्रो भाग्य कति ठुलो, आज यस कथास्थलमा हामीले वेदको पनि दर्शन पायौँ, हेरिबक्स्यो। त्यहाँ भक्तहरू असाध्यै खुसी हुनुहुन्छ। कथा श्रवण गर्नका निमित्त सबै आइपुग्नु भयो। कोही चाहिँ आउनु भएन, निम्ता नै छैन, किन जानु त्यहाँ, निम्ता नभएको ठाउँमा जानलाई कौवाहरू हामी भनेर जानै भएन छ कोही। अनि भृगुले गएर फगाएर बोलाउनु भएछ। हेर्नुहोस्, भगवानको कथा सुन्नको लागि पनि घमण्ड गरेर हुन्छ। भगवानको कथा त मङ्गलदायी छ, कल्याणकारी छ, निम्ता नभए पनि श्रवण गर्न जाँदा हुन्छ भनेर सम्बोधन गरेर भृगुले बोलाएर लिएर आउनुभयो सबैलाई। सबै भक्तहरू उपस्थित हुनुहुन्थ्यो। हातमा लाजा लिनुभएको छ, फुल लिनुभएको छ। यता भागवतको सुरुवात हुन लाग्यो। ब्राह्मणहरूले शङ्खनाद गर्नुभयो। भक्तहरूले हातमा भएको फुलद्वारा भगवानको सेवा गर्नुभयो। लाजा भगवानलाई अर्पण गर्नुभयो। जय शब्द गर्नुभयो, नमः शब्दको नाद गर्नुभयो, शङ्ख शब्द नाद गर्नुभयो। श्रीमद् भागवत महापुराणको जय शब्दो नमः शब्द शङ्ख शब्द तथैव च। जय शब्द, नमः शब्द, शङ्ख शब्दको ध्वनिहरू त्यहाँनिर भए। आहा, कति राम्रो। देवताहरू पनि होइन, कहाँ जय 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 भन्छन्। यहाँ पृथ्वीमा भनेको जयले वा स्वर्गलोकमा चाहिँ कम्पायमान भएछ, घोष त्यहाँसम्म पुगेछ। तुरुन्तै विमानमा चढेर आकाशमण्डलमा त्यो कथास्थलको दर्शन गर्नको लागि आउनुभयो। कल्पवृक्षको फुलहरूद्वारा भगवानको सेवा गर्नुभयो। ती भक्तहरूको सेवा गर्नुभयो, भक्तहरूलाई अर्पण गर्नुभयो। त 4 कुमारहरूले कथा वाचन गर्न प्रारम्भ गर्नुभयो। हे श्रद्धेय भक्त सज्जनहरू, अब यहाँहरूलाई सुखदेवको मुखार वृन्दबाट वाचन गरिएको श्रीमद् भागवतको कथा यहाँनिर विस्तार हुन्छ। ध्यानपूर्वक यहाँहरूले श्रवण गर्नुहोला। जुन भागवतलाई श्रद्धापूर्वक सुन्ने बित्तिकै मुक्तिता ए हजुर भन्दै मलाई चाहिँ तपाईँको घरको आश्रय चाहियो, तपाईँको वरिपरि बस्न दिनुहोस् न भनेर मुक्तिता हत्केलामा आउँछिन्। त्यति शक्ति छ, तर चिन्नु पर्यो। भागवतै त हो नि, पल्लाहरू नि लागेको थियो, मालाहरू नि लागेको थियो, त्यही भागवत त हो नि। हामी यहाँ बस्दिने हो, मजाले आनन्दसँग गुरु भन्दै गर्नुहुन्छ, 7 दिन कटाउनु त हो नि। त्यसो भन्यो भने भगवानले पनि त्यही अनुसारको फल दिइबक्सनुहुन्छ। ये यथा माम प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्। जो भक्त जुन भावले भगवानको शरणमा जान्छ नि, भगवानले त्यही भाव अनुरूप नै सेवा गर्नुहुन्छ। मनभित्र जस्तो छ, हंस जस्तो छ, मन जस्तो छ, त्यस्तै फल पाइन्छ। हे श्रद्धेय भक्त सज्जनहरू, श्रीमद् भागवत सदा सेवनीय हुनुहुन्छ, सदा सेवनीय हुनुहुन्छ। जहाँ भागवतको आयोजना भएको छ त्यहाँनिर गएर धेरै हतारै भए पनि 10 मिनट मात्रै गएर भए पनि बस्नुपर्छ। श्रद्धाले भागवतको श्रवण गर्नुपर्दछ। जसको श्रवण गर्ने बित्तिकै हरि भगवान चित्तमा आएर कब्जा गरेर बस्नुहुन्छ। यो 18,000 श्लोकले युक्त भएको 12वटा स्कन्धमा विस्तार भएको परीक्षित र सुखदेवको संवाद शृणु भागवतम सतत। यो भागवतलाई यहाँहरू श्रवण गर्नुहोस्। तबसम्म यो संसारमा आगमन र प्रत्यागमन भइरहन्छ। गमन आगमन। रामानन्द गुरुले चाहिँ लिटो र पिण्ड भन्नुहुन्थ्यो। च्या र टुँ। जन्मिँदाखेरि च्या गर्छ, मर्दाखेरि टुँ पारेर लानुपर्छ घाटमा। तबसम्म लिटो र पिण्डको चक्र चल्छ, च्या र टुँको प्रक्रिया चलिरहन्छ। जबसम्म भागवत श्रद्धाले श्रवण गर्ने बुद्धि पलाउँदैन। जब त्यो बुद्धि पलायो त्यसपछि सबैको कल्याण हुन्छ।
धेरै शास्त्र सुनेर के काम, के फाइदा? धेरै मान्छेको धेरै कुराहरू सुनेर के फाइदा? मजाले 7 दिनसम्म नियम लिएर, हे प्रभु म हजुरकै शरणमा छु, मेरो मनमा कुनै संशय छैन, अब हजुरले जे मर्जी हुन्छ म त्यही चाहिँ मेरो जीवनमा लागू गर्छु भनेर निश्चयात्मिका बुद्धिलाई धारण गरेर जसले भागवत श्रवण गर्नुहुन्छ भने उहाँहरूलाई कल्याण गर्ने जिम्मा भगवानको हुन जान्छ। भगवानलाई पनि त जिम्मेवारीको त्यो महसुस हुनु पर्यो नि, जिम्मेवारीको हो, मैले अब यसको जिम्मा लिनुपर्छ भन्ने बोध भगवानमा पनि जागरण हुन सक्नु पर्यो। त्यो दिलाउने अधिकार चाहिँ भक्तको हुनु पर्यो। 1000वटा अश्वमेध यज्ञ गर्दा जुन फल प्राप्त हुन्छ, 100औं वाजपेयी यज्ञ गर्दा जुन फल प्राप्त हुन्छ, त्यो फल 7 दिनसम्म भागवत श्रवण गर्दाखेरि प्राप्त हुन्छ। यस्तो दुर्लभ भागवत रहेको छ। भागवत सप्ताह ज्ञान महायज्ञ भन्दा बाहेक यो सप्ताहको नियम श्रवण गरिसकेपछि घरमा पुस्तक राखेर अक्षर पढ्न आउँछ भने भागवतका पन्नाहरू पल्टाएर कति श्लोक सकिन्छ भने 1 अध्याय, त्यो पनि सकिएन भने 1 श्लोक मात्रै पढ्दाखेरि पनि धेरै पुण्य प्राप्त हुन्छ। भगवान प्रसन्न हुनुहुन्छ त्यो क्रियाद्वारा। 1 श्लोक सकिएन, आधा श्लोक मात्रै भए पनि मैले भागवतको श्लोक पढेँ है भनेर भगवानलाई सम्झेर पाठ गरियो भने भगवान त्यो क्रियाबाट प्रसन्न हुनुहुन्छ। त्यति पवित्र भागवत। वेद, गायत्री माता, 12 मन्त्र, तुलसी, सूर्यनारायण, प्रयाग र भागवत सबै बराबरै मानिनुहुन्छ। ब्राह्मणहरूले बिहान हामीले पनि हजुरहरूलाई तिल चढाउने बेला भयो है, अब तिलार्चन गरौँ भन्छौँ। सहस्रशी, रेखा, पुर्ख, त्यहाँबाट 16 मन्त्र पढ्छौँ। गुरुहरूले त आहा क्या मजाले पढ्नु भयो, मलाई पनि पढ्न आइदियो भाइ, कति राम्रो हुन्थ्यो भन्नै पर्दैन। भागवतको एउटा मन्त्र, एउटा श्लोक मात्रै कण्ठ गरेर बिहान उच्चारण गरियो भने त्यो पुरुषोक्त पाठ गरेको फल प्राप्त हुन्छ। कस्तुरी तिलकम ललाट पटले वक्षस्थले कौस्तुभम, यही श्लोक मात्रै, एउटा मात्रै भए पनि धेरै पुण्य प्राप्त हुन्छ। पहिला यो जे बताइएको छ यसलाई स्वीकार गर्न सक्नु पर्यो, सबभन्दा सुरुमा हो। भागवत बाहेक मेरो अरू साधन केही पनि छैन भनेर पहिला के गर्नु पर्यो? स्वीकार्नु पर्यो। त एवं प्रकारले भागवतको ठुलो महिमा रहेको छ। तुलसीको सेवा गर्दा जुन फल प्राप्त हुन्छ, गाईको सेवा गर्दाखेरि जुन फल प्राप्त हुन्छ, त्यही फल भागवतको श्रवण गर्दा अथवा पाठ गर्दा प्राप्त हुन्छ। अझ प्राण छुट्ने बेलामा भागवतको श्लोक कानमा पर्यो भने त झन् भगवानको वैकुण्ठ धामको प्राप्ति हुन्छ। यो भागवत जसले स्वयं आफ्नै हातले लेखेर स्वर्ण सिंहासन बनाएर त्यहाँ राखेर कुशपानी समातेर वैष्णव ब्राह्मणलाई, भगवान विष्णुको भक्तलाई, विद्वान ब्राह्मणलाई जसले दान गर्नुहुन्छ भने उहाँहरू भगवान कृष्णको सबैभन्दा प्यारो भक्त बन्न सक्नुहुन्छ। तर आफै लेख्नु पर्यो, आफ्नै हातहरूद्वारा लेख्नु पर्यो। त्यो मान्छेले त त्यो मान्छेको शरीर मात्रै बोकेर हिँड्यो। आमालाई 9 महिनासम्म पेटको भारी मात्रै दियो, त्यसलाई बोक्नलाई आमालाई गाह्रो मात्रै भयो। त्यसले त गधाको जसरी जिन्दगी यत्तिकै खेर फाल्यो। त्यो त चाण्डाल जस्तो भयो। त्यो चाण्डाल जस्तै हो जसले 7 दिनसम्म नियम लिएर भागवतको कथा श्रवण गर्दैन। त्यो त जिउँदो मुर्दा हो, जिउँदो मरेको लास। त्यो पाप कर्ममा प्रवृत्त भएको व्यक्ति हो जसले देवको मुखबाट उच्चारण गरिएको भागवतको महिमालाई श्रवण गरेर निन्दा गर्दछ अथवा भागवतै श्रवण गर्दैन। त्यो पशु समान मान्छेलाई धिक्कार छ। त्यो पृथ्वीको भार हो भनेर हे भक्त सज्जनहरू, देवताहरू एक आपसमा भेला भएर चर्चा गर्दछन्। देवताहरूले पनि यस्तो बताउँछ। फेरि मलाई दोष नलागोस् नि, देवताहरूले भनेको कुरा दुरुस्तै मैले भनिदिएको। दुर्लभैव कथा लोके श्रीमद् भागवतोद्भवा कोटि जन्म समुत्थेन पुण्येनैव तु लभ्यते। जब करोडौँ जन्मको पुण्य एकैचोटि उदय हुन्छ अनि बल्ल भागवत श्रवण गर्ने बुद्धि पलाउँछ। त्यसो भएको हुनाले यो भागवतलाई सुन्नु पर्दछ।
श्रद्धापूर्वक सुन्नु पर्दछ। 4 दिन व्यतीत भयो, 4 दिनमा मलाई कमी भयो, मेरो श्रद्धामा कम भयो कि जस्तो लाग्यो भने अलिकति अब धन फेरि जुट्यो भने फेरि आयोजना गर्नुपर्छ, किन त्रुटिलाई सच्याउनु पर्छ। त एवं प्रकारले श्रीमद् भागवत महापुराणको सत्यवादी भएर ब्रह्मचर्यलाई धारण गरेर सदा सर्वदा श्रवण गर्नुपर्छ। 7 दिनमा मात्रै भन्ने कुरा पनि भएन, सप्ताह सकिएपछि पनि सदा सर्वदा चाहिँ श्रवण गरेको राम्रो। ब्रह्मचर्यमा बसेर त यहाँ मनलाई जितेर नियमलाई पालन गरेर अनुशासित दैनिक, जबसम्म हाम्रो जीवन अनुशासित हुँदैन, अनुशासनमा जबसम्म बस्न सकिँदैन तबसम्म मनलाई नियन्त्रण गर्न सकिँदैन। अनुशासनलाई पालना गरेर मनलाई नियन्त्रण गरेर श्रीमद् भागवतको कथा श्रवण गरिन्छ भने भगवान कृष्ण त्यस्ता भक्तहरूदेखि प्रसन्न रहनुहुन्छ भनेर यहाँ भागवतको नियम 4 कुमारहरूले नारद आदि सारा श्रोताहरूलाई श्रवण गराइदिनु भयो। यता नैमिषारण्य नाम गरेको पावन क्षेत्रमा सुत पौराणिकले सौनक आदि 88,000 ऋषिहरूलाई बताउनु भयो। सौनक आदि ऋषिहरूलाई फेरि शङ्का लागेछ। शास्त्र्यमेतद् कथितं कथानकं ज्ञानादि धर्मान् विगणय्य साम्प्रतं निःश्रेयसे भागवतं पुराणं जातं कुतो योग विदादि सूचकं। प्रभु मलाई त आश्चर्य लाग्यो हे सुत पौराणिक, हेर्नुहोस् त, योग तपस्या यज्ञ दान आदि धर्म सबैलाई तिरस्कार गरेर कल्याण मुक्तिको लागि भागवत शास्त्र पर्याप्त छ भन्दाखेरि अलिकति मेरो मनमा खुल्दुली बाँकी नै रह्यो। मेरो मनमा अझै खुल्दुली पलाइरह्यो, के गर्ने होला, लौ न यो खुल्दुलीलाई नाश गरिदिनु पर्यो भन्दा सुत पौराणिक भन्नुहुन्छ, हे ऋषि, यहाँलाई म भगवान श्रीकृष्णले यो धराधामलाई छोडेर जाने बेलामा उद्धवलाई जे भनिबक्सनु भएको थियो त्यही संवाद ल्याएर यहाँ निवेदन गर्दछु, ध्यान दिएर श्रवण गर्नुहोला। भगवान श्रीकृष्णले धरालाई छोडेर परमधाम जाने यात्रा त्यो क्रिया सुरुवात गर्दै हुनुहुन्थ्यो। त्यही बेलामा उद्धवले थाहा पाउनु भएछ, गएर भगवानको नजिकै गएर एउटा बाछोले माउको अगाडि जसरी पिलपिल आँखा बनाएर अनुहार बनाएर अगाडि उभिन्छ त्यस्तै, अथवा अझ यसलाई उपयुक्त तरिकाले बुझ्दा एउटा घरमा पालेको अथवा धेरै माया गर्ने एउटा चाहिँ जुन कुकुर हुन्छ नि, त्यसले चाहिँ आफ्नो स्वामीबाट छुट्टिने बेला जस्तो अनुहार बनाउँछ, अथवा त्योभन्दा पनि आमाबाट छुट्टिँदा बच्चाले जस्तो अनुहार बनाउँदछ, सन्तानबाट छुट्टिँदा मातापिताले जस्तो चाहिँ अनुहार बनाउनुहुन्छ, त्यस्तै अनुहार बनाएर आज उद्धव आउनुभयो भगवानको अगाडि। त्वं तु यास्यसि गोविन्द भक्त कार्यं विधाय च मच्चित्ते महति चिन्ता ताम श्रुत्वा सुखमावह। भगवान हजुर त अब जानुहुन्छ आफ्नो धाममा, हामीलाई एक्लै छोडिदिनुहुन्छ। प्रभु हजुरका भक्तहरू हजुरको वियोगलाई कसरी सहन सक्लान्? तपाईँ गइसकेपछि तपाईँका भक्तहरूलाई कसले सम्हाल्ला? उनीहरू त दिशाविहीन हुनेछन्, उनीहरू नाथविहीन हुनेछन्, के गर्ने प्रभु भन्दा भगवानले उद्धवलाई कृपा गर्नको लागि, उद्धवलाई सान्त्वना दिनको लागि उद्धवको त्यो प्रश्नलाई भगवानले पनि स्वीकार गरेर स्वकीयम यद भवेत् तेज तच्च भागवते ददात, आफ्नो जुन तेज थियो, आफ्नो मूल शक्तिको भगवान श्रीकृष्णको मूल स्वरूपको एक तेज निकालेर भागवत रूपी शास्त्रमा सन्धान गरिदिनु भयो। भगवान कृष्णको शरीरबाट तेज निस्क्यो, भागवतमा आएर बस्यो। तेनेयम वाङ्मयी मूर्ति प्रत्यक्षा वर्तते। अरे त्यसो भएको हुनाले श्रीमद् भागवत कृष्णको प्रत्यक्ष वाङ्मयी स्वरूप हो। भागवतको अगाडि त्यही भएर गफ गर्नु हुँदैन भनेको कारण, खुट्टा पसारेर बस्नु हुँदैन, भागवतको अगाडि हाँस्नु पनि हुँदैन, धेरै भगवान बिना कारण हाँस्नु हुँदैन। प्रभुको लीला श्रवण गरेर हाँस्दा त आहा कति राम्रो। वाग्गत गदा द्रवते यस्य चित्तम रुदत्त भीष्णम हसति क्वचित् च। भक्तिको त लक्षणै त्यही हो, कहिले कसैको मतलबै नगरिकन चिच्याएर वहाँ गरेर हुन्छ प्रभु प्रभु भन्दै, कहिले हाँस्छ बेसकारी, कहिले रुन्छ, कहिले बौलाउँछ, यत्तिकै। त्यो त भक्तको लक्षण हो। तर बेकाममा खिदिदिदी हाँस्ने चाहिँ काम राम्रो होइन।
पाइन्छ। भगवानको लीला श्रवण गरेर कथा श्रवण गरेर पाइयो, तर बेकाममा आफ्नो चाहिँ हुँदैन। भागवतलाई सम्मान गर्नुपर्दछ। भगवान कृष्णको प्रत्यक्ष वाङ्मय स्वरूप हो। सेवा गर्नाले, श्रवण गर्नाले, पाठ गर्नाले, दर्शन गर्नाले मात्रै पनि सबै पापहरू नाश भएर जाँदछन्। दुःख, दारिद्र, दौर्भाग्य, पाप जति सबै नाश भएर जान्छन्। काम, क्रोध आदिमा बिस्तारै नियन्त्रण गर्ने शक्ति भगवानले दिनुहुन्छ। भागवत श्रवण गरिसकेपछि यसरी श्रवण गराउँदै हुनुहुन्थ्यो। त सुत पौराणिक भन्नुहुन्छ, 4 कुमारहरू श्रवण गराउँदै हुनुहुन्थ्यो। त्यहीँनेरि एउटा आश्चर्यजनक घटना भएछ। भक्ति तरुना 2 पुत्र साथ, आइन हो प्रेम स्वरूप गाथा। भन्दै अहो नाथ मुकुन्द प्यारे, श्री कृष्ण गोविन्द हरे मुरारे, श्री कृष्ण गोविन्द हरे मुरारे। यता वृन्दावनमा भएकी भक्ति ज्ञान र वैराग्यलाई लिएर हरिद्वारमा कथा श्रवण गर्नको लागि कथास्थलमा आइपुग्नु भएछ। सबै छक्क पर्नुभयो, ओहो यो भागवतको शक्ति त कस्तो। भक्तिले स्वयं लिएर आइछिन् 2टा छोराहरूलाई। भक्तिलाई आएको देखेर 4 कुमारहरूले स्वागत गर्नुभयो। सबैले स्वागत गर्नुभयो। भक्तिले प्रार्थना गर्नुभयो, प्रभु हजुरहरूको कृपाबाट म हृष्टपुष्ट भएकी छु। कलिका दोषहरू नष्ट भएका छन्। कथाको रसबाट ज्ञान र वैराग्य हृष्टपुष्ट भएका छन्। यिनीहरूमा शक्ति आएको छ। यिनीहरूकै यो अवस्थाले गरेर म कति चिन्तित भएको थिएँ। अब मलाई ढुक्क भयो प्रभु, कहाँ गएर बसौँ, मर्जी होस्। 4 कुमारहरूले भन्नुभयो, भक्तेषु गोविन्द स्वरूप कर्ती, प्रेमैक धर्त्री भवरोग हन्त्री, सात्वं च तिष्ठस्व सुधैर्य संश्रया, निरन्तरम वैष्णव मानसानी। हे देवी, तिमी एकान्त भक्ति गर्ने, नैष्ठिक भक्ति गर्ने, निश्चल सेवा गर्ने, निश्चल भावले युक्त भएका भक्तहरूको हृदयमा गएर बस। वैष्णवजनको हृदयमा गएर बस। यसरी 4 कुमारहरूबाट आदेश भइसकेपछि भक्तिले त्यो आदेशलाई स्वीकार गर्नुभयो र भक्तको हृदयमा गएर भक्ति बस्ने निर्णय गर्नुभयो। उहाँले 4 कुमारहरूलाई बताउनु भयो, यो संसारमा जो व्यक्तिहरू निर्धन छन् तिनीहरू धन्य छन्। किनभने त्यो दरिद्रताकै कारणले भए तापनि उनीहरूले भगवानलाई पुकार्छन्, हे कृष्ण, हे गोविन्द, मलाई कति गरिब बनायो है भन्छ न, सम्झ्या गर्छन्। अथवा जो व्यक्तिहरू सदा सर्वदा अहङ्कारबाट रहित छन्, अहङ्कारबाट रहित भएका भक्तहरू पनि सदा सर्वदा भगवानलाई सम्झिरहन्छन्। त्यस्ता भक्तहरूको हृदयमा गएर भगवान बस्नुहुन्छ। त अब यहाँभन्दा बढी के बताउँ? भगवानको महिमा, भक्तिको महिमा, भागवतको महिमा। जुन भागवतमा नियम लिएर बस्ने बित्तिकै अथवा श्रवण गर्ने, शुद्ध प्रतिज्ञा गर्ने बित्तिकै भगवान आफैले वक्ता पनि पठाइदिनुहुन्छ। तर सङ्कल्प शुद्ध हुनु पर्यो। सङ्कल्प शुद्ध हुने बित्तिकै भगवानले आफै वक्ता पनि पठाइदिनुहुन्छ। त यस्तो पवित्र भागवतको सदा सर्वदा सेवा गर्नुपर्दछ, सबैले वन्दना गर्नुपर्दछ। भागवत श्रवण गर्न पाएँ भनेर धन्य धन्य हुनुपर्दछ। करोडौँको चिट्ठा परेर धन्य हुनुभन्दा भागवत श्रवण गर्न पाएँ भनेर धन्य भएँ भन्ने भाव त्यो आयो भने त्यो आउन त गाह्रो छ। त्यसलाई धेरै अभ्यास गर्नुपर्छ। यो भनेको जस्तो हुँदैन। यहाँ करोडको चिट्ठा परोस् त, फुरुक्क परेर त्यो भक्लकै ढलिहाल्छ मान्छे त्यहीँ। होइन, मलाई साँच्चै पर्या हो भन्ठान्छ। त्यो भावमा पुग्नु पऱ्यो क्या। ठ्याक्कै त्यो भित्रै मनबाटै हुने त भने आफै त्यो वर्कसप त भित्रै त भने आफैले मन मेन्टेन गर्ने त भने भित्र पर्दैन। आनन्दसँग ढुक्कसँग बसे हुन्छ मजाले। त्यस्तो भागवत यहाँनिर बताइदिनु भयो। त्यस्तो भक्तिको महिमा, भागवतको महिमा 4 कुमारले नारदलाई बताइदिनु भयो भन्ने समयको कथा यिनी अध्यायबाट। कृष्णचंद्र भगवान को, भक्तवत्सल भगवान को।
पाछो खाली हात जान्छौँ खाली पाछो दिल भजन गरौँ विश्वास पाली दुई वचन मिठो बोली दो दुई वचन बोलेमा हाम्रो के नै जान्छ र जतिमै हो भन्नेले खाइके नै लान्छ र भजन गाउँदै गरौँ रमाइलो नाच गाउँदै गरौँ रमाइलो आमा बुबा दाजु भाइ छोड्नै पर्छ हो आमा बुबा दाजु भाइ छोड्नै पर्छ मेरो मेरो भन्ने शरीर आगोमा नै जल्छ जति पाउँछौ जिउन जिन्दगी पाएको यो जिन्दगी नबिताऊ है रोएर मनको मैलो पखाली हरिनामले धोएर भजन गाउँदै गरौँ रमाइलो नाच गाउँदै गरौँ रमाइलो भन्छन् को जिन्दगी यो ककलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबी जाने घाम जस्तै हो म त भन्छु सृष्टिकै अमूल्य उपहार मानिसको जोडी झैँ के छ र बराबर भजन गाउँदै गरौँ रमाइलो नाच गाउँदै गरौँ रमाइलो भजन गाउँदै गरौँ रमाइलो नाच गाउँदै गरौँ रमाइलो भजन गाउँदै गरौँ रमाइलो नाच गाउँदै गरौँ रमाइलो मान्छे भाग्ला नै भाग्ला मोहनी कृष्णको बोलीले कृष्ण को
छु तिम्रो के छ र मेरो लैजाऊ सबैको तिम्रो भक्तिमा लाग्छु मन छुटाउने प्रभु मोहनी लाग्ला है कृष्णको बोलीले वृन्दावनको झरना खोलिने तिम्रै हो यो मन तिम्रै हो जीवन लौन कृष्ण देउन दर्शन लौन कृष्ण देउन दर्शन आतुर भई मनको छ कहाँ भेटिन्छ कुन ठाउँमा बस्छौ आतुर भई मनको छ यो झरना खोली यो डाँडा पाखा तिम्रै नै नाउँ बोल्छ लिनलाई आऊ हे कृष्ण तिम्रो भजन गर्दछु सृष्टिका फलका हरिको नाम पल पल जप्दछु मोहनी लाग्ला है कृष्णको बोलीले वृन्दावनको झरना खोलिने तिम्रै हो यो मन तिम्रै हो जो मन लौन कृष्ण देउन दर्शन लौन कृष्ण देउन दर्शन मोहनी लाग्ला है मोहनी लाग्ला है मोहनी लाग्ला है जपौँ सबले हो पुगिन्छ परम धाम जपौँ सबले पुगिन्छ परम धाम जपौँ सबले हो पुगिन्छ परम धाम जपौँ सबले पुगिन्छ परम धाम जपौँ सबले पुगिन्छ परम धाम झोलीमा आयो हामी ईश्वरकै खोजीमा ऊपर बाकी अक्षता झोलीमा आयो हामी प्रभुकै खोजीमा आयो हामी हो प्रभुकै खोजीमा आयो हामी प्रभुकै खोजीमा आयो हामी प्रभुकै खोजीमा मायाले ठुलो सानो भन्दैन कालले मर्ने चोला हो थाम्दैन मायाले ठुलो सानो भन्दैन कालले ठुलो सानो हो भन्दैन कालले ठुलो सानो भन्दैन कालले ठुलो सानो भन्दैन कालले
मीता अजंबरी हैनो है हामिदा मनोर बासु संसार के नामिता अजंबरी हैनो है हामिदा अजंबरी हो हैनो है हामिदा अजंबरी हैनो है हामिदा अजंबरी हो हैनो है हामिदा अजंबरी हैनो है हामिदा नारायण हो ईश्वर को प्यारो नाम जपो सब गोविंद परम नारायण हो ईश्वर को प्यारो नाम जपो सब गोविंद परम जपो सबले हो गोविंद परम नाम जपो सब गोविंद परम जपो सब गोविंद परम जपो सब गोविंद परम लक्ष्मी नारायण भगवान के मंदिरमा बसेरा भजन गाउनाला मंदिरमा बसेरा भजन गाउनाला जय हो आज बनो सब हरि हम लै तपोवंदिनो हो तपोवंदिनो हो प्रभु हम लै शरणवादिनो हो दर्शन पाउनाला मंदिरमा बसेर भजन गाउनाला तपोवंदिनो हो तपोवंदिनो हो प्रभु हम लै शरणवादिनो हो दर्शन पाउनाला मंदिरमा बसेर भजन गाउनाला मंदिरमा बसेर भजन गाउनाला हे हे ताली बजाता सत्य रे छ अखंड दरबार अखंड दरबार झूठो रे छ संसारी दरबार दर्शन पाउनाला मंदिरमा बसेर भजन गाउनाला अखंड दरबार झूठो रे छ संसारी दरबार दर्शन पाउनाला मंदिरमा बसेर भजन गाउनाला मंदिरमा बसेर भजन गाउनाला एक दिन पक्के मरेरा जानु छ मरेरा जानु छ विचार गर सपना दिलानु छ दर्शन पाउनाला मंदिरमा बसेर भजन गाउनाला मंदिरमा बसेर भजन गाउनाला व्यर्थै भन्छु तेरो र मेरो आखिरीमा न तेरो न मेरो दर्शन पाउनाला मंदिरमा बसेर भजन गाउनाला मंदिरमा बसेर भजन गाउनाला भगवानलाई म भेट्न आउँदैछु मंदिरमा नभएछु दर्शन पाउनाला
यसु दर्शन पाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई गर्दै मेरो तेरो र मेरो आखिरीमा न तेरो र मेरो दर्शन पाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई श्याम सुन्दर भगवानको बना घुम्नलाई जाऊ वृन्दावन घुम्नलाई जाऊ वृन्दावनमा लेट भयो राधा कृष्णको गोकुलमा भेट भयो राधा कृष्णको गोकुलमा भेट भयो यमुनामा गाई बाछा चरायो यमुनामा गाई बाछा चरायो वृन्दावनको माझैमा हरायो वृन्दावनको माझैमा हरायो वृन्दावनमा लेट भयो राधा कृष्णको गोकुलमा भेट भयो राधा कृष्णको गोकुलमा भेट भयो यमुनामा गाई बाछा चरायो यमुनामा गाई बाछा चरायो वृन्दावनको माझैमा हरायो वृन्दावनको माझैमा हरायो वृन्दावनमा लेट भयो राधा कृष्णको गोकुलमा भेट भयो राधा कृष्णको गोकुलमा भेट भयो सबैजना नाचो है नाचो जय जय कृष्ण तिमी मनैमा बसेछौ कृष्ण तिमी मनैमा बसेछौ थाहै नदी सुटुकै बसेछौ थाहै नदी सुटुकै बसेछौ वृन्दावनमा लेट भयो राधा कृष्णको गोकुलमा भेट भयो कृष्ण तिमी मनैमा बसेछौ कृष्ण तिमी मनैमा बसेछौ थाहै नदी सुटुकै बसेछौ थाहै नदी सुटुकै बसेछौ वृन्दावनमा लेट भयो राधा कृष्णको गोकुलमा भेट भयो राधा कृष्णको गोकुलमा भेट भयो जय हो कृष्ण तिम्रो बाँसुरी सुनेर कृष्ण तिम्रो बाँसुरी सुनेर आए म त झलढोका छुनेर आए म त झलढोका छुनेर वृन्दावनमा लेट भयो राधा कृष्णको गोकुलमा भेट भयो कृष्ण तिम्रो बाँसुरी सुनेर कृष्ण तिम्रो बाँसुरी सुनेर आए म त झलढोका छुनेर आए म त झलढोका छुनेर वृन्दावनमा लेट भयो राधा कृष्णको गोकुलमा भेट भयो राधा कृष्णको गोकुलमा भेट भयो जय हो हरि बोल वृन्दावन मथुरा नन्द जाऊँ वृन्दावन मथुरा नन्द जाऊँ कृष्ण तिमीलाई छोडेर कहाँ जाऊँ कृष्ण तिमीलाई छोडेर कहाँ
छोडेर कहाँ जाउँ कृष्ण तिमीलाई छोडेर कहाँ जाउँ वृन्दावनमा लिप्त राधा कृष्णको गोकुलमा भेट भयो राधा कृष्णको गोकुलमा भेट भयो भगवान को समस्त भक्त वृंद को हरिनाम जपेर पार गरिन्छ भक्ति मरिन्छ हरिनाम जपेर पार गरिन्छ
जान्छ चालैले एक दिन मरिन्छ एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ भक्ति मरिन्छ हरिनाम जपेर पार गरिन्छ धर्म छोडी कुमार नाही र एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ मन पापी के धर्म छोडी कुमार नाही र एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार गरिन्छ कसले के गर्छ एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ जानु नै पर्छ जानु छोरा नती कसले के गर्छ एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार गरिन्छ भजन नगरी छैन एक मरिन्छ हरिनाम जपेर पार गरिन्छ जाने झुटा छैन हरि भजन नगरी छैन एक मरिन्छ हरिनाम जपेर पार गरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार गरिन्छ कृष्णसँग मल्ला छ भेटौँ एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ मुरली धुन कृष्णसँग मल्ला छ भेटौँ एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार गरिन्छ जिन्दगीको के भएर छ एकैछिनमा छोडिन्छ संसार एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार गरिन्छ एक दिन मरिन्छ हरिनाम जपेर पार गरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार गरिन्छ हरिनाम जपेर पार गरिन्छ हरिनाम
भक्तवत्सल भगवानको जय हो। मेरो मेरो भन्छौँ हामी मेरो केही छैन, मेरो मेरो भन्छौँ हामी मेरो केही छैन, एक्लै आयो एक्लै जान्छौँ राम्रो केही छैन, एक्लै आयो एक्लै जान्छौँ राम्रो केही छैन। छोरो पायो छोरी पायो, छोरो पायो छोरी पायो, पर्द सेवा गर्ला भनेर रात श्याम पर्द सेवा गर्ला भनेर, पर्द सेवा गर्ला भनेर हो रात श्याम पर्द सेवा गर्ला भनेर। मेरो बाबु मेरो नानी भन्दै पाल्यो पोस्यो, मेरो बाबु मेरो नानी भन्दै पाल्यो पोस्यो, छोरो भयो बुहारीको छोरी कहिले पोस्यो, छोरो भयो बुहारीको छोरी कहिले पोस्यो। छोरो पायो छोरी पायो, छोरो पायो छोरी पायो, पर्द सेवा गर्ला भनेर रात श्याम पर्द सेवा गर्ला भनेर, पर्द सेवा गर्ला भनेर हो रात श्याम पर्द सेवा गर्ला भनेर। मेरो बाबु मेरो नानी भन्दै पाल्यो पोस्यो, मेरो बाबु मेरो नानी भन्दै पाल्यो पोस्यो, छोरो भयो बुहारीको छोरी कहिले पोस्यो, छोरो भयो बुहारीको छोरी कहिले पोस्यो। छोरो पायो छोरी पायो, छोरो पायो छोरी पायो, पर्द सेवा गर्ला भनेर हो रात श्याम पर्द सेवा गर्ला भनेर, पर्द सेवा गर्ला भनेर हो रात श्याम पर्द सेवा गर्ला भनेर। हुर्के बाड्यो भाडे छोड, हुर्के बाड्यो भाडे छोड, सेवा गर्न पर्ला भनेर हो रात श्याम सेवा गर्न पर्ला भनेर, सेवा गर्न पर्ला भनेर हो रात श्याम सेवा गर्न पर्ला भनेर, पर्द सेवा गर्ला भनेर हो रात श्याम पर्द सेवा गर्ला भनेर, सेवा गर्न पर्ला भनेर हो रात श्याम सेवा गर्न पर्ला भनेर, पर्द सेवा गर्ला भनेर, सेवा गर्न पर्ला भनेर। कृष्णचन्द्र भगवानको टोपी बस दुनियाँलाई बाहिर के छ आशा, आफूभित्र प्रभु के बस दुनियाँलाई बाहिर के छ आशा, आफूभित्र प्रभु के बस दुनियाँलाई बाहिर के। आफूभित्र प्रभु खोज्छु खोज्छु परम धाम, आफूभित्र प्रभु खोज्छु खोज्छु परम धाम, चित्त शुद्ध नभइकन शुद्ध हुन कामा, आफूभित्र प्रभु के दुनियाँलाई बाहिर के छ आशा, आफूभित्र प्रभु के बस दुनियाँलाई बाहिर के छ आशा, आफूभित्र प्रभु के बस दुनियाँलाई बाहिर
मानिसको स्वार्थी मनले भगवानलाई भुल्छ मानिसको स्वार्थी मनले भगवानलाई भुल्छ जब जब आपत पर्छ अनि आँखा खुल्छ आफूभित्र प्रभुले बस दुनियाँलाई बाहिर के छ आशा आफूभित्र प्रभुले बस दुनियाँलाई बाहिर के छ आशा आफूभित्र प्रभुले बस दुनियाँलाई बाहिर के छ आशा दुनियाँलाई बाहिर के छ आशा तेरो मेरो भन्दा भन्दै किन बितिसक्यो तेरो मेरो भन्दा भन्दै किन बितिसक्यो भगवानलाई चिनी हाल अबेला भइसक्यो आफूभित्र प्रभुले बस दुनियाँलाई बाहिर के छ आशा आफूभित्र प्रभुले बस दुनियाँलाई बाहिर के छ आशा आफूभित्र प्रभुले बस दुनियाँलाई बाहिर के छ आशा दुनियाँलाई बाहिर के छ आशा भक्तजनको रक्षा गर्ने रहेछ तिम्रो कामा भक्तजनको रक्षा गर्ने रहेछ तिम्रो कामा राम नाम जपे मात्र जान्छौ परम धाम आफूभित्र प्रभुले बस दुनियाँलाई बाहिर के छ आशा 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 दुनियाँलाई बाहिर के छ आशा दुनियाँलाई बाहिर के छ आशा कृष्णचन्द्र भगवानको भक्तवत्सल भगवानको सम्पूर्ण भक्तवृन्दको नाच्नुहुने भक्तवृन्दहरूको ताली बजाउनुहुने भक्तवृन्दहरूको आजको आनन्दको ओम नमः पार्वती पतये हर 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 महादेव शम्भो खिच्न त्यस्तै त्यस्तै खिच्ने हो कि सधैँ रमाइलो छ हामीलाई फेरि फेरि यस्तै शब्द लाउनु पाइयोस् तिमीलाई बोलाउन पाइयोस् अरू भने यस्तै हो मेरो बाबु होइन मेरो भाइ र यहाँ छन् नि एकजना भाइ मेरो क्यामेराम्यान भाइ यता सुन बोलाउन चाहिँ तिमीलाई पाइयोस् प्रभु मेरो मेरो भनाइ यति हो अब हजुर उतातिर सारौँ क्यामेरामा कस्तो रमाइलो भइरहेछ
अब घुमाउँदै जानु होला सबैको पालो पुर्याउनु पर्छ फेरि 12 बल्ल म त बुढा भइसक्यो अब हाम्रो शरीर म्याडमबाट भिडियो बनाइसक्यो होइन